back to our YouTube channel after a long time. So आजसम्म चाहिँ मैले भिडियो अलिक धेरै नै भयो भिडियो पोस्ट नगरेको किनभने मेरो चाहिँ एक्जामले गएर त्यहाँ गाइस अनि I did so much work hard for my study किनभने एक महिनामा मैले पुरै सिलेबस कम्प्लिट गर्नु परेको थियो हैन त्योभन्दा अगाडि चाहिँ पढेकै थिइनँ यताउता काम भएर हैन हाम्रो घर पनि भन्दै थियो नि त सो त्यही भएर चाहिँ म पढ्नै पाएको थिइनँ अनि अब चाहिँ सबै सकिसक्यो अनि आज के हो भनेर यु अलरेडी नो इट आज हाम्रो फेयरवेल प्रोग्राम हो सो चाहिँ ढिलो भइसक्यो गाइस हैन 11 बजेदेखि स्टार्ट हो 10:30 बजिसक्यो अलरेडी सो I have to get ready now. So I'll see you after getting ready. So keep watching. Okay guys, this is my final look. So अब चाहिँ जाने हो हैन उतै गएर भेटौँ ल ढिलो भइसक्यो bye bye. हामी कलेज आइपुग्न आँटेको गाइस यो चाहिँ हामी फोर्थ इयर फेयरवेल फाइनली ग्रेजुएसन सकेर हाम्रो हेलो भयो हामीले फोर्थ इयर सक्नु गाइस अर्को इयर त म रुपी हुन्छ होला यो जहिले हो क्या के पो फेयरवेलसम्म पुरा स्लिम हुन्छु भनेर आई ट्राइड माई बेस्ट तर म अझै मुटाएँ यस्तै हो यसको चाहिँ होइन तर राम्री छे क्युट छे हाम्रो कलेज अनि यहाँनिर चाहिँ अहिले कोही पनि खासै देखेको चाहिँ छैन यता हाम्रो एडमिनिस्ट्रेसन सो हामी चाहिँ जाँदैछौँ को आएको छ वी डोन्ट नो 1 बजिरहेको छ अनि अब चाहिँ ढिलो भइसक्यो होइन छिटो कुद्दै जान आँटेको हामीले गाइस टिचर हो नि त अनि त्यही भएर 10 मिनटको लागि चाहिँ अफ मतलब छुट्टी लिएर अनि आउनु भएको छ अब फोटो खिचेर जानुहुन्छ
ट्रेन्ड कम्प्लिट गर्न गइरहेको छ यो ट्रान्जेक्सन भिडियो यहाँ हाम्रो राइजहरू अघि रेडी भएर बसिरहेको खाजा आयो फेरि फेरि भेटौँला के गरेर यो 4 वर्ष कट्यो हामीलाई भर्खर फर्स्ट इयर जोइन गरे जस्तो लाग्छ गाइस अब के छिटो सक्यो अब भेट्छौँ हामी मास्टरले सक्छौँ तर आज रमाइलो भयो नि जे भए पनि रमाइलो भयो भरे फोटो आउँछ टक्क लाएर सबैजनाले हेरिदिनु होला होइन ग्रुपमा आएन भने पनि सबैजनाले हामी के हाल्छौँ रुचिले हाल्छ युट्युबमा सबैले लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला अरू चाहिँ सायदै रेगुलर भिडियो ल्याउन कोसिस गर्छु होइन अब अहिलेसम्म त एक्जाम थियो ममा यति धेरै प्रेसर थियो गाइस 3-3वटा न्युमेरिकल सब्जेक्ट थियो अनि 1 महिनामा सकाएको हो क्या गाइस म यति हार्डवर्क गरेको होइन एक्जाम पनि एकदम राम्रो भएको छ होइन अझ चाहिँ रिजल्टले बताउँछ के हुन्छ आजलाई यति बाई